हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म यस्तो जेबिटी भ्लगरतिर यस्तो भ्लगहरू मिनी भ्लगहरू हालिदिउँ भनेर आएको। यहाँ चाहिँ मैले अहिले भर्खरै आफ्नो साँडे गोरुलाई खोएर यहाँ जङ्गलतिर ल्याएको छु। खुने बित्तिकै त्यो चाहिँ एकदमै एक्साइटेड भएको थियो, किनकि मैले 2 दिनदेखि त्यसलाई खोएको थिएन। त्यसैले त्यो फुकाउने बित्तिकै एक्साइटेड भएर अगाडि अगाडि भागिरहेको थियो। म चाहिँ अब आजदेखि मेरो चाहिँ मिनी भ्लग स्टार्ट हुनेछ। म चाहिँ जेबिटी भ्लगर भन्ने आइडीमा म मिनी भ्लगहरू हाल्ने गर्छु। आजदेखि स्टार्ट भएको छ मेरो जर्नी। साथ सपोर्ट गर्नु होला गाइज। त्यस्तै भ्लगहरू म बनाइराख्ने छु। आजदेखि म यस्तै भ्लगहरूको एक्साइटेड भ्रमणहरू गर्नेछु, किनभने मेरो विद्यालयको पनि 4-5 दिन छुट्टी भएको हुनाले म चाहिँ मिनी भ्लग ट्राई गरिदिउँ, मिनी भ्लग कस्तो हुन्छ हालिदिउँ, सायद दर्शकहरूलाई हेर्दा एकदमै राम्रो लाग्ला भनेर म चाहिँ मिनी भ्लग बनाउनतिर मैले चाहिँ बिहान उठेर आफ्नो दिनचर्याको काम सकेर म चाहिँ 10 बजेतिर गोरु खुवाउन लागेको थिएँ। अनि एकछिन गोरु खोएर त्यहाँ जङ्गलतिर लाउनलाई बाटोमा लागेको। त्यो त एकदमै पुरै एक्साइट भइरहेको थियो, किनकि मैले 2 दिनदेखि त्यसलाई फुकाएको थिएन नि। फुकाउने बित्तिकै त्यो त पुरै गर्दन सर्दन ठाडो पारेर हिँड्दै थियो। हेर्नुहोस् गाइस, मेरो गोरुको कस्तो गर्दन छ, यत्रो ठुलो गर्दन। यो चाहिँ साँडे गोरु हो, धेरै महँगो त्यहाँ धनगढी साइडतिर किनेर ल्याएको गोरु, एकदमै राम्रो गोरु छ। मैले चाहिँ यसलाई सानोमा नै किनेको थिएँ, अहिले पालेर ठुलो भएको हो। अनि मैले एकछिन बित्तिकै खुने बित्तिकै यो चाहिँ जङ्गलमा आएर धेरै खुसी भएको थियो नि। मैले धेरै दिनदेखि खोएको हुनाले, फुकाएको हुनाले धेरै एक्साइटेड खुसी भएको कारण यो चाहिँ के गरिरहेको, सिङ्गौली खेलिरहेछ गाइज, हेर्न सक्नुहुन्छ कस्तो रमाइलो लागिरहेछ। त्यसपछि मैले एकछिन यसलाई भने जा चढ भनेर भने, अनि त्यो त्यहाँदेखि बाटोमा लाग्यो। गाइज यस्तो गाइज, योसँग भिड्ने यो गाउँमा अरू कोही पनि गोरु छैन। सायद 2-3 गोरुहरू गाउँमा नयाँ आएको छ भन्ने मैले सुनेको थिएँ। त्यसैले म त्यहीँ लगिरहेको छु, कसको प्रतिस्पर्धामा मेरो गोरु चाहिँ अगाडि आउँछ कि नै भनेर। सायद अब आजसम्म त पुरै गाउँकै 3वटा गाउँ छ, 3वटा गाउँकै सबभन्दा टपमा पर्ने गोरु भनेकै मेरो हो। देखावटमा पनि राम्रो र जुत्नमा पनि एकदमै सबैभन्दा बलियो तागतवर छ, किनकि मैले खुवाएको गुड त्यसै व्यस्त जाँदैन। त्यसैले मैले यसलाई अब जुत्नको लागि लगेछौँ। अहिले चाहिँ पुरै गोरु देखिसकेको छ यसले जुत्ने गोरु। अब चाहिँ सायद जान्छ होला, किनकि अब योसँग भिड्नलाई त जिग्रा चाहिन्छ नि, जिग्रा। त्यसैले 2टा गोरु गाउँमा नयाँ आयो भन्ने सुनेको थिएँ मैले, त्यहीँ यसलाई भिडाउनको लागि ल्याइँदैछौँ अहिले। पुरै त्यसले देखिसकेको छ गोरुलाई, अहिले एक्साइटेड रूपमा भागेर जाँदैछ। गाइस यस्तो छ नि मेरो गोरु चाहिँ, एकचोटि भाग्यो भने मलाई यसलाई थाम्नै गाह्रो हुन्छ कि एकैचोटि कहाँ पुगिदिन्छ। अनि यसले गोरु चाहिँ देखिसकेको थियो त्यहाँ चाहिँ। अब मैले साँडे गोरु भन्दा एकछिन यो भागेर जान्छ। साँडे गोरु भनेपछि अनि यो एक्साइटेड भएर भागेर जान्छ कि अब यसलाई चाहिँ मैले दाना पानी राम्रै खुवाएको छु। अहिले चाहिँ यसले फाइनली देखिसकेको छ जोसँग जुत्ने हो। त्यो खासै गोरु जस्तो त देखिँदैन यार, बल्लो हेर्नु न गाई, कस्तो गाई जस्तो देखिरहेछ यार। एकछिन पछि देखिन्छ, हेर्नु न, मेरो गोरु अलग र त्यसको गोरु अलग। त्यो अलि भिडियो बनाउने बेला राम्रोसँग भिडियो भएन यार। तल जुत्नेवाला गोरु त्यो नयाँ आएको गोरु हो। योसँग जुत्दा त गाई एकदमै यस्तो मलाई हेर्न चाहिँ रमाइलो लाग्यो, तर एकछिनमै त्यसले हार मान्यो र यस्तो बबाल जुधिथ्यो नि बबाल। फेरि मैले त्यहाँदेखि त्यो गोरुसँग जुधिसकेपछि मैले एउटा गाउँमा मेरो जस्तै साँडे गोरु आएको छ भन्ने हल्ला धेरै फैलाएको थियो, 1 हप्तासम्म फैलेको थियो। म चाहिँ स्कुलमा छुट्टिनु भएको कारण त्यहाँ गएको थिएँ र अहिले जुत्नको लागि ल्याइसकेको छु। हेर्नुहोस् गाइज कस्तो भिडान्त भइरहेछ। अलि चाहिँ टक्करकै थियो र जसो भयो भने मेरो गोरुको अगाडि कहाँ टेक्ने भयो नि। आखिर गोरु भनेको चाहिँ मेरो नै हो नि, आखिर कसको गोरु हो, मैले खुवाएको दाना पानी कहाँ काम लाग्छ। त्यसैले मेरो गोरुले फेरि पनि यसलाई हराइसकेको छ। गाइस दिनको 2देखि 3वटा गोरुलाई चाहिँ ढालेकै हुन्छ, साँडे गोरु हो नि आखिर मेरो। यो चाहिँ आज पनि 2टा गोरु गाउँमा नयाँ थियो, त्यो नयाँलाई पनि हराइसकेको छ। अब गाउँमा नयाँ आउने बित्तिकै म चाहिँ भिडाउनको लागि लैहाल्ने छु। यदि कसैको गोरुले मेरो गोरुलाई हराउँछ भने म त्यसलाई आफ्नै खुद तर्फबाट त्यो मानिसलाई, मालिक जो गोरु हराउँछ मेरो गोरुलाई, त्यो मालिकलाई म पुरस्कार दिनेछु। र यस्तै भिडियो हेर्नको लागि तपाईँको भाइ जस्तै सम्झेर जेबिटी भ्लगरलाई सब्सक्राइब गरिदिनु होला। यस्तै भ्लगहरू मिनी भ्लगहरू आजदेखि सुरु हुन्छन्, यस्तै भ्लगहरू आउनेछन्। वाच टाइम लास्टसम्म हेरिदिनु होला। थ्याङ्क यू फर वाचिङ गाइज, सपोर्ट